हेलो गाइज नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो न्यू भिडियोमा। आज नयाँ वर्ष 2082 वैशाख 1 गते। आज चाहिँ हामी सबैजना फ्यामिलीहरु मिलेर घुम्न गइरहेका छौं है। म हुनुहुन्छ यता हाई भन्नु त मेरी छोरी अनि बहिनी अनि बुढी अनि यता दादा टक्क कालो चस्मा लाएर टक्क हेन्सी भएर जाँदैछौँ हामी। अनि यता भतिजो केटो दाइको छोरो अनि मेरो कान्छो भाइ। आज हामी जाँदैछौँ ठ्याक्कै धरान। धरानको आज मिस्यु पार्क हैन के पार्क अरे धरानको आज स्वयं स्वीकृत पार्क चाहिँ हामी जाँदैछौँ है। कस्तो छ हामीले चाहिँ भिडियोमा मात्र हेरेका छौँ, रियल चाहिँ गएको छैन। आज फर्स्ट टाइमै हो गएको। हामी 8 जना छौँ। उता इटरी छेउ बाँसबारीबाट 2 जना, एउटा दाइ भाउजू हुनुहुन्छ अनि उसको छोरा छोरीहरू पनि जान्छ होला, एउटा छोरा एउटा छोरी। उहाँबाट जम्मा 4 जना, यहाँबाट 8 जना। अझै हामी जाँदैछौँ ठ्याक्कै धरान स्वयं स्वीकृत पार्क। घरको साम्पाङको नेतृत्वमा बनेको, सबै श्रमदान गरेर बनाएको। गएर हेर्दिउँ न त यसो घुम्दियो। आज नयाँ वर्षको दिन है। विराटनगर भिटेन आउँदैछ अरे, भरे बेलुका होला सायद। दिउँसो आयो भने चाहिँ नभ्याइने रहेछ होइन, बेलुका आउँछ होला। बेलुका चाहिँ उता जान्छु म विराटनगर अनि भिटेनको कन्सर्टको भिडियो पनि हाल्नेछु है त, त्यो पनि हेरिदिनु होला। अनि आज चाहिँ हामी जाँदैछौँ। अब चाहिँ हामी रुमबाट निक्लेर अलिक ओह्राइसकेका छौँ। अब यहाँ अगाडि विराट चोकबाट हामी ठ्याक्क गाडी चढेर जानेछौँ धरान। सो हामी चाहिँ यहाँ गाडी पर्खिरहेछौँ है। गाडी आउँछ यताबाट, हामी सिधै जानेछौँ धरानको गाडीमा। हामी चाहिँ अहिले टक्क सबैजना चाहिँ गाडीको इन्तजारमा बसिरहेछौँ। यो एउटा भ्यान त आयो, तर यो प्याक होला। यसमा हामी जाँदा हामी डाइरेक्ट धरानको बसमा जानेछौँ। बाँसबारीबाट दाजु भाउजूहरू पिक हुनेछ, त्यसपछि हामी जानेछौँ डाइरेक्ट धरान है त। सो गाइज हामी विराट चोकबाट गाडी चढिसकेका छौँ। इटरीसम्मको गाडी एउटा भ्यान भेट्यो। इटरीबाट चाहिँ हामी जानेछौँ अर्को भ्यानमा हुन्छ कि बसमा हुन्छ धरानसम्म गएर। अब के हुन्छ गाडीमा, बाटोमा गाडी जे हुन्छ त्यति चढ्दै जाने हो। अब चाहिँ हामी विराट चोकबाट गाडी चढेर हिँडिसकेका छौँ। यता केटो तँलाई ममिट आउँदैन नि? अगाडि बहिनी र मम, यता खान्छ भतिजो केटो। ओ हाम्रो डिजे कोही बजाउन हेर मेरो बुढी, यसलाई चाहिँ थाहा त आउँछ अरे गर्दैछ। हाम्रो छोरी र म चाहिँ यता हेलो भन्दै छोरी हेलो। एउटा खतरा खाले गीत आउँछ। अनि ह्याप्पी न्यू इयर सबैजनालाई है। ह्याप्पी न्यू इयर भन्न चाहिँ बिर्सिरहेको छु मैले। त्यसको लागि सरी ढिलै भयो नि है। ह्याप्पी न्यू इयर सबैजनालाई। 2082 सालको चाहिँ सबैलाई शुभकामना छ। हामी टक्क अहिलेको लोकेसन भनेको सलकपुर आइपुगेका छ है त। हेलो 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 ह्याप्पी न्यू इयर है। हामीले चाहिँ गाडी गर्मी भयो यार, गर्मी भएन गाइस। सिक्स प्याक त खासै छैन के देखाउनु भनेर। होइन हौ जान तपाईँहरू, हामी अर्कोमा आउँछौँ। म भाइरल गरिदिन्छु फेरि यो गाडीलाई। ल अब कहाँबाट गाडीको जोगाड गर्नु त? आउँदैछ त गाडीहरू। सफारी यहाँ कति रे? कहाँ साध्य होला त? टाइम लाग्छ त्यो अफ गरिराख्नु, अनि चार्ज पुग्दैन। अफ उता बन्दै गर्छ।
आयो 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 गाडी आयो गाडी आयो गाडी आयो ओ मान्छे यहाँ चाहिँ कहाँ उहाँ रोकेको आम्मा तर यहाँ नि त उस्तै छ क्या नि त ओ सिट खाली छ कि छैन ओ इटरी झर इटरी इटरी मान्छे त प्याकै प्याकै छ नि यो के साह्रो हो जाउँ यसमा ओ छिटो छिटो नि उक्ले पो हुन्छ त अनि ढिलो गरेर आएपछि कहाँ सिट पाउँछ त दिएर त होला नि यहाँ अगाडिबाट खाली हुन्छ होला त गयो 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 छाडोस् जिन्दगी गाह्रो छ बुढी पल्ट्यो के पल्ट र होइन होला यसरी मालिस गर्दै म ब्रदर आइदिनु यसो गरौँ यहाँ जाँदा उठ्न उठ दुर्गा के हो यस्तो जिन्दगीमा बसमा चढेको आज यस्तै हो भने म युट्युबबाट पैसा कमाएर गाडी किन्छु होला ल झर्नै पर्यो नि भुँडी पल्ट्यो भने अस्ति अझै माग्थ्यौ ओ प्लास्टिक 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 1 केजी लाउन 1 केजी ला भयो रोटीमा हाल्न प्लास्टिकको व्यापार गर्नुपर्छ कि क्या पसन्द गरेर अहिले हामी ठ्याक्कै धरा नआइदिइसकेका छौँ अब हामी चाहिँ उता ओसो पार्क चाहिँ केमा जाने भनेर चाहिँ भइरहेको छ है अब गाडी पनि नपाउँदो रहेछ कहाँ हो हामीलाई कसले बोलाएको खासमा सो हामी चाहिँ टेम्पोमा चढेर होस् पार्कतिर गइसकेका छौँ संस्कृत पार्क पनि भन्दो रहेछ घरको सम्भागको नेतृत्वमा बनेको जहाँ पुग्छु म यो ऱ्याप सुनाइदिन्छु म तँलाई पनि गरिदिन्छु म चुमसिमे पानी त बबाल नानी सही हो घरै भिडियो नआउँदैछ विराटनगर सो हामी चाहिँ ओसो पार्क नजिकै आइसकेका छौँ अटोहरू आउने जाने क्रम चाहिँ भइरहेछ मान्छेहरू पनि टन्न छ जस्तो छ अहिले चाहिँ टन्नै गइरहेको छ बाटो पनि राम्रै भेटिरहेको छ ओसो पार्क चाहिँ यही अगाडिको रहेछ है सरङकोटको डाँडामा घाम लाग्यो सो हामी चाहिँ उत्रिसकेका छौँ ओसो पार्क पनि आइसकेका छौँ प्रवेश शुल्क दर्नेहरू 35 रुपियाँ रहेछ है यो चाहिँ पहिला बगर अरे अझै जस राम्रै भएको छ भनौँ न मान्छेहरू पनि टन्नै आइदिइरहेछ यहाँनिर चाहिँ पुरै मुठीमा चिल बसिदिइरहेछ यता यहाँको उयो अनि यस्तो ए यो हर्को सामान तार लगाएको पाइप हो
ठुलो तानेको रहेछ त डेन्जर रहेछ नि त नि यो के खानेपानीको पाइप हो क्या जे होस् मेहनत राम्रै गरेछ बगरमा यतिको बनाउने ठुलो कुरो हो है सो फाइनली सबैजना मान्छेहरू पनि धेरै आएको छ आज चाहिँ वैशाखी गते भएर पनि होला जे होस् बगरमा चाहिँ राम्रै बनाएको छ भनौँ न यतिको बगरमा यतिको बनाउनु भनेको धेरै राम्रो कुरो गरे हुने रहेछ होइन नगरे चाहिँ अब केही पनि हुँदैन र पनि गर्न सक्यो भने यो चाहिँ श्रम स्वीकृत पारेर यो चाहिँ सबैजना श्रम गरेर बनाएको भन्ने सुनेको मैले सायद होइन सबैजना मिलेर गऱ्यो भने हुने रहेछ म चाहिँ फर्स्ट टाइम आएको हो यहाँ योभन्दा अगाडि आएको थिइनँ अरू मान्छेहरू पनि आज टन्नै आइदिइरहेछ फोटोसोटो खिच्नलाई घुम्नलाई आज 1 गते मनाउनको लागि मान्छे टन्न आइदिइरहेछ हामी पनि आछौँ हाम्रो चाहिँ पुरै फ्यामिली नै आएको हामी चाहिँ उता मेरो चाहिँ पाहाडबाट ममहरू पनि आउनु भएको थियो त्यही भएर पनि घुम्नलाई आएको छौँ आज त्यहाँनिर पुल रहेछ पुल छ यता यहाँ माथि चाहिँ उ लागेको होला सेफ्टी लागेको होला त्यो माथिबाट पहिरोहरू झर्छ भनेर अनि यतातिर यता 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 यहाँ बस्ने ठाउँहरू धेरै राम्रो छ तपाईँहरू पनि आउनु होला है कति धेरैजना त आइ पनि सक्नुभयो होला तपाईँहरू नि नआएको मान्छेहरू पनि आउन सक्नुहुन्छ राम्रै छ आउँदाखेरि छि भनेर जाने खालको ठाउँ छैन है त्यस्तै छ सबैजनाले भिडियो पनि हेर्दै गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्दै गर्नु होला अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला अनि एउटा कुरा म के भन्न चाहन्छु भने तपाईँहरू नयाँ युट्युबर हुनुहुन्छ तपाईँहरू पनि भने चाहिँ मेरो भिडियोमा चाहिँ कमेन्ट छोडिदिनु होला है जे जस्तो लेखेर भयो भने कमेन्ट छोडिदिनु होला त्यो कमेन्ट मार्फत चाहिँ त्यो कमेन्ट मार्फत म तपाईँहरूको च्यानल पनि भिजिट गर्न सक्छु अनि तपाईँहरूलाई पनि साथ सपोर्ट दिन सक्छु तपाईँहरूको च्यानलहरू सब्सक्राइब गर्न सक्छु अनि भिडियोहरू पनि लाइक कमेन्ट गरेर सानो युजरहरू जोडिने भनेको चाहिँ कमेन्ट मार्फतै हो कमेन्ट गरिराखेपछि त्यो कमेन्ट मार्फत चाहिँ च्यानल भिजिट गर्न पाइयो नि त त्यही भएर भिडियोलाई चाहिँ कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु अनि हामी नयाँ युजरहरू चाहिँ एकअर्काले साथ सपोर्ट गर्दै अगाडि बढ्ने हो है यहाँ फोटोहरू हाम्रो फ्यामिलीहरू यो चाहिँ हामी 9 जना छौँ चक्काचुली ल है ल कत्रा छ कत्रा सो गाइज हामी चाहिँ यता सबै डुलिसकेका छौँ अब यहाँनिर फोटोहरू पनि खिच्यौँ महरूलाई पनि फोटोहरू खिच्यौँ अनि हामी चाहिँ त्यसपछि यताबाट यहाँबाट बाहिर उता घुम्न जाने भन्ने हुन्छ यहाँबाट माथि जाने भन्ने हुन्छ टिकटक चाहिँ खतरा बन्दैछ ल ल ल ल ल हामी हेरेको हेरे हामी चाहिँ लगभग उसो पार्क पनि घुमिसकेका छौँ सबुवा आमा सासू ससुरा तथा श्रीमतीको स्मृतिमा यहाँहरूको साम्पाङको श्रम अभियानमा खाना खाजा पानी बोट बिरुवा साथै सामग्री वितरण यता फेरि छुट्टै रमाइलो रहेछ ल जाता है रे पानी हाजीपुर गया आयो रे पानी हाजीपुर गया ल है एउटा र्याप हान्दिनु न त टक्क र्याप त मलाई चाहिँ आउँदैन याङमा सिस्नुको जाङमा भन्दै के यो ठाउँ ठाउँ काट्दा चाहिँ बरु एकै ठाउँ लिए चाहिँ राम्रो हुन्थ्यो क्या बरु गेटमै होइन अब यहाँ पनि आएर टिकटको लागि लाइन बस्छौ पर पनि टिकटको लागि लाइन बस्छौ त्यो चाहिँ अलिक झ्याउ टाइपको हो नि त बरु यो 35 वहाँ 35 थियो यहाँ 15 को सट्टा बरु 50-60 नै बनाइदिनु धेरै ठाउँ होइन भन्ने चाहिँ मेरो धारणा है यहाँ चाहिँ हाम्रो टिकट हुँदैछ टिकट काट्नै पर्यो फ्रीमा जान मिलेन अनि हामी चाहिँ छिरिसकेका छौँ यहाँनिर रहेछ हाम्रो हली दाई यता हुनुहुँदो रहेछ हाम्रो भरिया दाई अगाडि हुनुहुँदो रहेछ हाम्रो भरिया दाई मान्छेहरू पनि टन्न आएको छ आज चाहिँ नयाँ वर्ष भएर पनि हो अरू बेला त खासै यत्रो मात्रै आउँदैन होला अनि हामी पनि आएको छौँ यहाँनिर रहेछ उल्लु उता रहेछ भेडा सिडाहरू टन्नै रहेछ नि यहाँ
अनि यो के हो यो ड्रागन जस्तो छ। ओसो पार्क चाहिँ हामी फाइनली सबै घुमिसकेका छौँ। लगभग घुम्दाखेरि टोटली चाहिँ जो राम्रै लाग्यो, राम्रै छ होइन। यतिको बगरमा यतिको पार्क चाहिँ हुनु भनेको राम्रै कुरो हो। यता म छिरेँ ल म छिरेँ ल। अनि जे होस् सित बुझ्यो यत्रो उहाँ विराट चोकबाट आएको हामी लगभग डेढ 2 घन्टा लगाएर गाडीमा आउँदा पनि एकदमै धेरै प्याक थियो र धेरै गाह्रो भएको थियो। तर आइसकेपछि त्यो दुःख गरेर आएको चाहिँ जे होस् चित्त बुझेको छ। जे होस् राम्रो रहेछ। धरान भने चाहिँ यो आरा धरान पहिला चाहिँ यसरी काठहरू काट्दै थियो, अहिले चाहिँ मेसिनहरू आएर सजिलो भइसकेको छ होइन। पहिलाको चाहिँ यसरी चाडा खाँबा गाडेर माथि टक्क बलुसलहरू तिर्स्याएर चाहिँ त्यहाँनिर बुढा राखेर एउटा तल एउटा माथि बसेर काठ यसरी चिर्थे अरे पहिला। अब चाहिँ हामी यो ओसो पार्क पनि फाइनली सबै घुमिसक्यो। तर सबै घुम्दाखेरि टोटली सबै चित्त बुझ्दो छ, राम्रो छ। लगभग यहीँनिर मेरो भिडियो पनि अन्त्य हुँदैछ होइन। तपाईँहरू पनि कति धेरैजना त आइसक्नुभयो होला, नआउनेहरू चाहिँ तपाईँहरू पनि आउनु होला, हेर्नु होला, घुम्नु होला, त्यो भन्न चाहेँ है। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ यहीँनिर अन्त्य हुँदैछ। हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछौँ है त।